भन्नुहोस् अब मैले के बोल्नु पर्यो भन्नुहोस्। त्यही त यिनीहरूको आन्दोलन सफल हुन्छ कि हुँदैन त्यति भनिदिनु पर्यो कि। आन्दोलन हेर्नुहोस्, तिनकुनेमा नवराज सुवेडी, केशरबहादुर विष्ट, दुर्गा पसाई को जानुभयो, 2 जना मर्नुभयो, कति घाइते हुनुहुन्छ, कति लुटपाट भयो, सारा चिज भयो। दुनियाँका छोराछोरी मर्ने, ज्ञानेन्द्रलाई सोद्धाखेरि चाहिँ नि मलाई थाहा छैन भन्ने, राजा खाने तपाईँ कि म खाने ज्ञानेन्द्र छैन भन्ने, दुनियाँ छोराछोरी मराउने यही हो तरिका। त्यसले गर्दाखेरि 10 औँलादेखि बिन्ती गर्छु सबैलाई आफ्नो इलम गर्नुहोस्, आफ्नो ज्यान जोखिममा नपार्नुहोस्, कसैले केही गर्दैन। यहाँ लेखेर राख्नुहोस्। भनेपछि यो आन्दोलन गरेर अहिले सवारी जाम गराउने मात्रै काम भयो त, यिनीहरूको आन्दोलन सफल हुँदैन त। अब आन्दोलन गर्ने भए सत्तामै जाने भए ज्ञानेन्द्र शाहले मैले पठाएको मान्छे हो, घाइते जे भए, जो जोखिम भए, मरेकालाई संवेदना छ भनेर केही न केही बोल्नु पर्थ्यो नि, केही पनि छैन। त्यो भित्र मर्ने कसका मान्छे त ती नेपाली जनताका छोराछोरी होइन भित्र हो त। गरिबको छोराछोरी नागमा मरे, घाइते भए। त्यसले गर्दाखेरि 10 औँलादेखि बिन्ती गर्छु कोही पनि नेपालीहरू अपाङ्ग नहुन्, घाइते नहुन्, जोखिम नहुन्, टन्न खाने लाउने हिँड्ने। कसले के गर्छ यहाँ सबै दिल्लीका चाहिँ नि। तपाईँको परिचय पनि दिनु पर्यो, भिडियो त बनाइयो, तपाईँको पुरा नाम यताउति सबै भन्नु त। म नेपालको खलासी लक्ष्मण सिंह खड्का हुँ, भ्यालीभरका शालिगमा रङरोगन गर्छु, माला झन्न गर्छु। सबै थोक खानुहोस्, मेरा गुरु पुरेत माता पिता दाई भाइ दिदीबहिनी सबैलाई मेरो प्रणाम छ। नरिसाउनुहोस्, सबै थोक खानुहोस्, हरेस नखानुहोस्। 3 करोड नेपालीमा 1 करोड विदेश गइसक्नु भयो। किन जानुभयो भने कोही पढ्न गए, कोही नोकरी गर्न गए, कोही पेट पाल्न गए। अब के गर्ने, इलम नभएपछि पाल्नै पर्यो। त्यसले गर्दाखेरि यत्रो भैँचालो आयो, यत्रो कोभिड आयो भयो, तर हेर्नुहोस् मेचीदेखि महाकालीसम्म घर बनेका, बाटा बनेका, स्कुल बनेका, वडा अध्यक्ष वडाहरू बनेका, कार्यालय बनेका। समग्रमा भन्नुपर्दा यिनीहरूको आन्दोलन व्यर्थै हुन्छ होइन त। त्यसो भए मान्छे 2 जना मर्दाखेरि 2 जना मान्छे मर्ने पनि, त्यत्रो घाइते पनि हुने मैले पठाएको हुँ। वायत गरेछ सरकारले, यी भित्रहरूमाथि संवेदना छ, साह्रै दुःख लागेको छ भनेर ज्ञानेन्द्र शाहले मैले पठाएको भन्न नसक्ने मान्छे के गरिरहेको खाने भने मेरो भनाइ त्यति। धन्यवाद दाइ, धन्यवाद, धेरै राम्रो कुरा गर्नुभयो। धन्यवाद दाइ हजुर। ल मेरो भनाइ त्यति। ल हस् हस्।